नाग पञ्चमीमा नागदह धापाखेल नागदहमा लागेको मेलाको सानो ब्लग एउटा छोटो ब्लग देखाउन गइरहेछु म। सबै सर्टकटलाई कट गर्दै बनाएको ब्लग। यहाँ चाहिँ मैले सब कट गरेर यो नागदह नजिकैबाट स्टार्ट गरिरहेको छु। बजारको चाहिँ मैले खासै हालिनँ, म अर्को भिडियोहरुमा हाल्छु। यहाँदेखि चाहिँ तपाईं मेला देख्न सक्नुहुन्छ। मेलाको भिड, दर्शक महानुभावहरूको भिड, कति लामो भिड लाइन लागेको छ नागदह नागदेवताको पूजा गर्नको लागि। यो वर्षमा एकचोटि नागपञ्चमीमा लाग्ने मेला रहेछ। यहाँ नागदेवताको दर्शन गर्नलाई, पूजा गर्नलाई मान्छेहरू यस्तो लाइन बसेर, म 12 बजेतिरको टाइम होला यो सायद म गएको, यतिखेर पनि यति लामो लाइन थियो। अनि घुइँचो त ओहो हो के भन्नु र, घचाघच घुइँचो थियो। धर्मावलम्बीहरू, हिन्दू धर्मावलम्बीहरूको एउटा चाड नै भन्नुपर्छ। यहाँदेखि अलिकति देखिन्छ भनेर यहाँनिर उम्रेको म चाहिँ।